Hello guys, आज चाहिँ म स्वस्तानी पूजामा आएको छु। बहिनीको स्वस्तानी साङ्गेमा आएको छु। बहिनी हो हेर्नुहोस्, पूजा हुँदैछ, चल्दैछ पूजा। गाइस हेर्नुहोस्, स्वस्तानीको साङ्गे हुँदैछ। रोटी पकाउँदैन आज सक्दिनँ म लास्टमा ल भिडियो चाहिँ नबनाइ। यतातिर चाहिँ रोटी पाक्दैछ। रोटी चाहिँ एकदम सट परेको रोटी पाक्दैछ है, दामी। रोटी पकाउने सबै ब्लगर है फेरि है, हाम्रो फेसबुकको सबै फ्रेन्डहरू यिनीहरू सबै सबै फ्रेन्ड हो हाम्रो। एउटै गाउँ, हामी सबैजना एउटै गाउँको हो, सबै फ्रेन्डहरू हाम्रो सबै एक अर्कालाई सपोर्ट गरिरहेको हुन्छु हामी सबैजना। कम्पिटिसन चल्दैछ, तपाईँहरू पनि गर्नुहोस् सपोर्ट है। यहाँ हामी कस्तो रोटी पकाउनु कस्तो माहिर छन्, सट रोटी पाक्दैछ। स्वस्तानीको साङ्गे हो आज साङ्गे हो नि त। तिमीले त एकैचोटि कतिवटा हाल्यो? आमा 1 2 3 4 5 6 7 वटा छ। 8 वटा। लु अब तिमीलाई एकदम फोन आइहाल्छ है एकदम। अब रोटी पकाउनुको लागि एकदम अर्डर। यहाँ चाहिँ कुखुरा खोड होला यो। शान्ति तिमी चाहिँ के लुकी के खाँदैछौ? एकदम राम्री देखिरहेको छ, हिरोइन जस्तो देखिरहेको छ। राम्री व्रत लिएर चाहिँ होइन, व्रत लिएर चाहिँ राम्री देख्दो रहेछ तिमी व्रतमा चाहिँ। हाम्रो आमा, मेरो चाहिँ के भन्नु? आमा फुपू आमा चिन्नुहुन्छ त मलाई? चिन्नु हुँदैन? आफ्नै पर्ने त्यही त। सानीमा सासू हाम्रो बहिनीको चाहिँ साङ्गे पूजा, स्वस्तानी पूजा लिएको थियो होइन। 1 महिना भइसक्यो आज साङ्गे। यता चाहिँ के हुँदैछ? प्रसाद प्याकिङ के गरेको? यहाँ हाम्रो बेलु एकदम प्रसाद प्याकिङ गर्दैछ। के गरेको प्रसाद प्याकिङ कि? यता बाहिर चाहिँ दोनों बाहिर। बाय। क्या भिडियो बनाउने के भन्नु छ? आज के भन्छ? स्वस्तानी माता कि जय। स्वस्तानी माता कि आज साङ्गे हो। अन्त भन्दा स्वस्तानी माता कि भन जय। त हेरेर भन्नु न जय भन।